हेलो एभ्रिवान वेलकम ब्याक टु आवर एकाडेमी। मैले योभन्दा अघिल्लो भिडियोहरूमा चाहिँ किर्चफ्स करेन्ट ल किर्चफ्स भोल्टेज ल अथवा चाहिँ हामीले मेश एनालाइसिस नोडल एनालाइसिस त्यसमा पनि सुपर मेशको कन्सेप्ट त्यसपछि सुपर मेशको कन्सेप्टहरू प्यारलल सिरिज कम्बिनेसनहरू टेम्परेचर राइज एन्ड टेम्परेचर कोएफिसिएन्टको कुराहरू हैन त्यतिसम्म चाहिँ मैले लगभग भिडियो बनाइसकेँ। लगभग मैले अहिलेसम्म चाहिँ 12 मार्क्स जति कभर गरिदिएको छु र आजको लेसनमा चाहिँ मैले च्याप्टर 3 मा रहेको चाहिँ नेटवर्क डायग्राम भन्ने छ। नेटवर्क डायग्रामबाट चाहिँ मैले स्टार डेल्टा कन्भर्जनको बारेमा चाहिँ भिडियो ल्याएर आएको छु। यसको लगत्तै मैले चाहिँ अर्को सुपरपोजिसन त्यसपछि थेभेनिन्स त्यसपछि म्याक्सिमम पावर थ्योरमहरूको भिडियोहरू त्यसपछि एसी जेनेरेसनको कुराहरूमा आरएलसी सर्किट आरएलसी सर्किटहरू वेभ फर्मको कुराहरू छ हैन। त्यसको बारेमा चाहिँ म भिडियोहरू चाहिँ बनाउने छु। कृपया तपाईहरुले चाहिँ मेरो च्यानल भिजिट गरेर चाहिँ एकचोटी प्लेलिस्टमा गएर चेक गर्न सक्नुहुन्छ। मैले सबै टाइपको न्युमेरिकलहरू चाहिँ एकदमै इजी कन्सेप्टबाट चाहिँ मैले भनिदिन ट्राई गरिरहेको हुन्छु, बुझाउन मैले कोसिस गरेको हुन्छु। सो त्यसै कारणले गर्दाखेरि पनि मैले तपाईहरुकै लागि भने चाहिँ भिडियोमा यति धेरै चाहिँ मेहनत गरेको छु। तपाईहरुले त्यो कुरा बुझ्दिनु होला भन्दै अब भने चाहिँ म स्टार डेल्टाको बारेमा चाहिँ थोरै कुराहरू भन्न गइरहेको छु। मैले यो सिम्पल कन्सेप्ट भनेको छु। सिम्पल कन्सेप्ट भनेको चाहिँ म एकदमै इजी कन्सेप्टबाट चाहिँ तपाईहरुले स्टार डेल्टा कसरी अप्लाई गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ म भनिदिन्छु। स्टार डेल्टा हामीले त्यतिखेर अप्लाई गर्ने जतिखेर चाहिँ हाम्रो कुनै पनि सर्किटमा चाहिँ सिरिज र प्यारलल हुँदैन है त। यदि कुनै पनि सर्किटमा सिरिज र प्यारलल मध्ये कुनै पनि कम्बिनेसन छैन भने त्यतिखेर हामीले के गर्छौं भन्दा स्टार डेल्टा कन्भर्जनलाई चाहिँ हामीले के गर्छौं अप्लाई गर्छौं है। स्टार डेल्टाको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले यो भिडियोमा चाहिँ दुईवटा जति चाहिँ स्टार डेल्टाका क्वेशनहरु राख्दिन्छु हैन। एउटा चाहिँ डेल्टाबाट स्टारमा एउटा स्टारबाट डेल्टामा कन्भर्जन गरेको र बाँकी चाहिँ म कन्सेप्ट दिनेछु। अनि त्यति भयो भने तपाईहरुले पुग्छ होला। त्यो भन्दा पनि धेरै क्वेशनहरु चाहियो भने चाहिँ तपाईहरुले चाहिँ मलाई मेसेज गर्न पनि सक्नुहुन्छ भन्दै अब भने चाहिँ स्टार डेल्टा कन्भर्जनको बारेमा चाहिँ सबैभन्दा पहिला हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ स्टारदेखि डेल्टामा कसरी कन्भर्जन गर्ने भन्ने सबैभन्दा पहिला 1 नम्बरमा चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ स्टार टु स्टार टु डेल्टा कन्भर्जन कसरी गर्ने भन्ने कुराको बारेमा भनिरहेको छु है त। ठीक छ। अब हेर्नुस् त यो भनेको के भन्दाखेरि चाहिँ मैले अर्को पेन युज गर्छु। ल ठिकै छ त डेटा युज गर्दिम है। मैले स्टार टु डेल्टा कन्भर्जनको कुरा गरिरहँदाखेरि चाहिँ स्टार भनेको कस्तो हुन्छ के हुन्छ भन्ने कुरा बुझ्नु पर्छ है त। अब मैले चाहिँ स्टारको कुरा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ स्टार टु डेल्टा कन्भर्जनमा सबैभन्दा पहिला हाम्रो कुन तरिकाले आउन सक्छ भन्दाखेरि चाहिँ एउटा स्टार चाहिँ यसरी आउन सक्छ। यसरी एउटा रेजिस्टेन्सहरु छ नि त हैन। हेर्नुस् त ठ्याक्कै स्टार के तारा कस्तो हुन्छ थाहा नि हैन। एउटा ट्रायंगल शेपमा के यसरी चाहिँ हैन। हेर्नुस् यसरी आउन सक्छ एउटा चाहिँ हैन। यसलाई मैले R1 भन्छु, यसलाई मैले R2 भन्छु, यसलाई मैले R3 भन्छु है। यो तरिकाले पनि आउन सक्छ हैन। हैन यसरी नआएर चाहिँ वाइ शेपमा पनि आउन सक्छ हो। वाइ शेप भनेको स्टार कसरी पनि आउन सक्छ भन्दाखेरि चाहिँ यसलाई चाहिँ ठिकै छ यहाँ कन्भर्जन गरेको म अहिले देखाइदिम ल। यसलाई चाहिँ कन्भर्जन कसरी गर्ने भन्ने कुरा स्टार चाहिँ नर्मली कसरी पनि दिन सकिन्छ भन्दाखेरि चाहिँ यदि कुनै पनि सर्किटमा यसरी चाहिँ एउटा रेजिस्टेन्स भयो यसलाई चाहिँ वाइ शेपमा क्या साथी हो ठ्याक्कै तरिकाले हेर्नुस् त यस्तो तरिकाले पनि स्टार आउन सक्छ हैन। हेर्नुस् त यो तरिकाले पनि स्टार आउन सक्छ। अरु यसरी नआएर चाहिँ हाम्रो वाइ शेपमा भनेको कस्तो भन्दाखेरि चाहिँ हेर्नुस् त यस्तो तरिकाले यहाँ आयो अनि अर्को चाहिँ फेरि वाइ भने ठ्याक्कै वाइ बनाइदिने क्या है। यसरी चाहिँ हेर्नुस् त हो यसरी पनि हाम्रो के आउन सक्छ भन्दा स्टार आउन सक्छ। बुझ्नु भयो नि हैन। हो यहाँ पनि त उल्टो वाइ बनेको छ नि त हैन। हो अब यस्तो आयो भने चाहिँ हामीले यसलाई चाहिँ कसरी हामीले डेल्टामा कन्भर्ट गर्न सकिन्छ भन्दाखेरि चाहिँ हेर्नुस् है। यदि हाम्रो स्टार आउँछ भने है स्टारको बाहिर चाहिँ हामीले डेल्टा बनाउनु पर्ने हुन्छ। कसरी बनाउने भन्दाखेरि चाहिँ यो पोइन्ट हाम्रो के हो इन कनेक्सनहरु हो नि त हैन। यो कनेक्सनमा हामीले के गर्नु पर्यो भन्दा सर्टेन यसरी ड्रा गर्ने क्या। यसरी एउटा रेजिस्टेन्स बनाउने यतापट्टि ठीक छ। अर्को चाहिँ कता यतातिर हेर्नुस् त यहाँबाट यसरी डट गर्दै जानुस् अनि त्यसपछि यसरी अर्को एउटा रेजिस्टेन्स भयो। अर्को कहाँ बनाउनु पर्यो भन्दाखेरि यो यतातिर बनाउनु पर्यो नि त हैन। यतातिर हेर्नुस् त यतातिर बनाउनु पर्यो यसरी रेजिस्टेन्स है। मेरो उल्टो अलिकति हातमा मिलेन तर यसरी बनाउनु पर्यो हो। तीनटा बनाए हेर्नुस् किन तीनटा बनाए भन्दाखेरि चाहिँ R1 R2 र R3 को मैले डेल्टा बनाउँदै छु भने चाहिँ मेरो यो भित्रको यो रेड लाइनले मैले लेखेको चाहिँ यो के थियो मेरो स्टार थियो हो कि नै स्टार थियो। अब यो स्टारलाई मैले के गर्दै छु डेल्टामा कन्भर्ट गर्दै छु भनेपछि यसलाई कसरी गर्ने भन्ने कुराहरु हैन हामीले बुझ्नु पर्यो है। सबैभन्दा पहिला मैले के गर्छु भन्दाखेरि चाहिँ हेर्नुस् त R1 र R3 को बीचलाई यसलाई मैले R13 भन्छु हैन। त्यसपछि R2 र R3 को बीचलाई चाहिँ मैले R23 भन्छु हैन। अनि त्यसपछि R1 र R2 को बीचकोलाई R12 भन्छु। यति कुरा बुझ्नु भयो होला हो।
हेर्नुहोस् त मैले R1 र R3 लाई चाहिँ R13 भने अनि R3 र R2 लाई चाहिँ R23 भने अनि त्यसपछि R2 र R1 लाई चाहिँ R12 अथवा R21 भने है यसरी गरेँ। अब मैले निकाल्नुपर्ने के हो अब यसलाई चाहिँ कसरी निकाल्न सकिन्छ भन्दाखेरि हेर्नुहोस् त मलाई चाहिँ R13 सबभन्दा पहिला निकालौँ न त ल यताबाट जाउँ है त ल R13 चाहियो मलाई एक नम्बरमा चाहिँ के चाहियो R13 चाहियो भने जहिले पनि हेर्नुहोस् त स्टार टु डेल्टा कन्भर्जन गर्दाखेरि चाहिँ माथिको न्युमिरेटर कहिले पनि चेन्ज हुँदैन। न्युमिरेटर कसरी राख्ने भन्दाखेरि चाहिँ हेर्नुहोस् त यो भने के हो R13 हो एउटा हो कि नै हेर्नुहोस् त R13 मा के थियो R1 R3 थियो भनेपछि R1 R3 भयो एउटा हो कि नै प्लस हेर्नुहोस् त अर्को के छ R3 R2 छ R3 R2 भयो अथवा R2 R3 भयो हो कि नै प्लस कति छ अर्को हेर्नुहोस् त R2 R1 भनेको R1 R2 भयो R1 R2 भयो बुझ्नुभयो नि हैन हेर्नुहोस् अपन हेर्नुहोस् त यो भनेको नर्मली यो इन्टु यो प्लस ए इन्टु यो प्लस ए इन्टु यो गर्नु पर्यो हैन यो तीनटा गरे अपन के गर्ने भन्दा चाहिँ मैले R13 निकाल्दैछु R13 को ठ्याक्कै अपोजिटमा कुन छ हेर्नुहोस् त यसको ठ्याक्कै अपोजिटमा R2 भन्ने छ नि त रेजिस्टेन्स हो भनेपछि R2 ले डिभाइड गर्नु पर्यो है। त्यसै सेकेन्डमा मलाई चाहियो अर्को कुन चाहियो भन्दा चाहिँ ल हेर्नुहोस् त R23 चाहियो R23 अब भन्नुहोस् त साथी R23 को माथि चेन्ज हुँदैन क्या R1 R3 नै भइहाल्यो प्लस हेर्नुहोस् त R2 R3 भइहाल्यो यो भने बुझ्नुभयो नि हैन R1 * R3 प्लस R3 * R2 अथवा R2 * R3 प्लस R1 * R2 प्लस कति भयो R1 * R2 भयो अथवा R2 * R1 जसरी गरे पनि भयो। अपन हेर्नुहोस् त मैले R23 लाई निकाल्दैछु भने यसको अपोजिटमा ठ्याक्क कुन छ R1 छ नि R1 ले डिभाइड गर्नु पर्यो साथी है त ठीक छ। अर्को 3 नम्बरमा हेर्नुहोस् त अब मैले के निकाल्दैछु R12 चाहियो रे R12 निकाल्दा के गर्नु पर्यो फेरि माथि चेन्ज हुँदैन हेर्नुहोस् त R1 R3 प्लस R2 R3 प्लस कति हुने भयो R1 R2 हुने भयो अपन कति हुने भयो साथी हो R2 थियो भनेपछि हेर्नुहोस् अब 1 2 निकाल्दैछु भने यसको अपोजिटमा कुन छ R3 छ नि हो R3 ले चाहिँ डिभाइड गर्नु पर्यो है त। यो फर्मुला हामीलाई चाहिँ एकदमै इम्पोर्टेन्ट छ यो फर्मुला कसरी निकाल्ने भन्ने कुरा मैले भनिहालेँ है यो कुरा जान्नु पर्यो क्या। अब मैले यदि स्टारलाई डेल्टामा कन्भर्जन गर्दैछु भने मलाई चाहिँ यो चाहियो है यो फर्मुला लगाइसकेपछि अब भित्रको स्टारलाई चाहिँ हटाइदिने हो साथी हो जहिले पनि क्वेसन गर्दाखेरि भित्रको स्टारलाई चाहिँ कम्प्लिटली रिमुभ गरिदिने हो अनि बाहिरको यो चिजहरूलाई मात्रै हामीले लेखेर चाहिँ प्रब्लम सल्भ गर्छौँ है त। ल यतिसम्म बुझ्नुभयो होला यो बुझ्नुभयो भने अब सेकेन्डमा चाहिँ के जान्छौँ भन्दाखेरि चाहिँ फर्स्ट कुराहरू भयो सेकेन्डमा चाहिँ मैले के गर्छु भन्दाखेरि चाहिँ डेल्टा टु स्टार कन्भर्जन गर्छु है त। ल डेल्टा टु स्टार कन्भर्जनको कुराहरू भनिदिन्छु हेर्नुहोस् है यति भयो भने तपाईँले बुझ्नुहुन्छ होला। डेल्टा भनेको नर्मली रेक्टेङ्गलले नै गर्छु डेल्टा भनेको कसरी आएको थियो हेर्नुहोस् त माथिको क्वेसन हेर्नुहोस् त डेल्टा भनेको के हुन्छ एउटा ट्रायंगलसम्म आउँछ नि त हैन हो यता पोइन्ट थियो अरे हैन मतलब यसरी एउटा आएको थियो हेर्नुहोस् हैन अर्को कसरी थियो यहाँबाट यसरी आएको थियो यो डेल्टा भयो अर्को कसरी आएको थियो भन्दा चाहिँ यसरी आएको छ हो कि नै। ल हेर्नुहोस् यो मेरो डेल्टा छ हैन है यो मेरो डेल्टा छ हेर्नुहोस् त तीनटा पोइन्ट छ डेल्टाको यसलाई मैले के थियो R12 थियो यो भनेको R13 थियो यो भनेको R23 थियो है। अब यस्तो भयो भने मैले जहिले पनि यो डेल्टालाई सल्भ गर्नको लागि साथीहरु भित्र चाहिँ के गर्छु भने अघिको जस्तै स्टार ड्रा गर्छु क्या अघि मैले बाहिर ड्रा गरे त अब भित्र जस्तै अघिको जस्तै ठ्याक्कै स्टारको सेपमा हामीले यहाँनिर एउटा सर्किट यसरी रेजिस्टेन्सहरु ड्रा गर्नु पर्यो है त हेर्नुस् त ल यसरी मैले ड्रा गर्नु पर्यो है यसरी ड्रा गर्दा हेर्नुस् त अब मेरो यसलाई के हुन्छ यसलाई मैले R1 भन्छु है यसलाई मैले के भन्छ R2 भन्छु यसलाई मैले R3 भन्छु ठीक छ। यो भित्र मैले के गरे डेल्टा हामीलाई चाहिँ गिवन थियो भित्र चाहिँ मैले के गरे भन्दाखेरि चाहिँ स्टार ड्रा गरे है। अब यतिखेर मैले कसरी निकाल्ने R1 को भ्यालु भन्ने कुरा आउन सक्छ नि त हैन सबभन्दा पहिला चाहिँ हेर्नुस् त R1 कसरी निकाल्ने R2 र R3 कसरी निकाल्ने भन्ने कुरा R1 निकाल्नको लागि हेर्नुस् त R1 = के गर्नु पर्यो भन्दाखेरि चाहिँ हामीले R1 कुन-कुनको बीचमा छ हेर्नुस् त R13 र R23 को बीचमा छ कि छैन छ नि त हैन भनेपछि के गर्नु पर्यो भन्दाखेरि चाहिँ R12 * R13 भयो अपन हेर्नुस् त अघि के भइरा थियो भन्दाखेरि चाहिँ स्टार कम्बिनेसनमा माथिको न्युमिरेटरको भ्यालु सेम भइराथ्यो है साथी हो न्युमिरेटर हेर्नुस् त तीनटैमा सेम थियो है तर मैले डेल्टा कन्भर्जन गर्दाखेरि चाहिँ यसको चाहिँ न्युमिरेटर चाहिँ डिफरेन्ट हुन्छ तर यसको डिनोमिनेटर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सेम हुन्छ है। डिनोमिनेटरमा अब तीनटैलाई जोड्दिने हो क्या R13 + R23 + R13 गर्नु पर्यो क्या है R12 * R23 भयो अपन R12 अनि त्यसै R23 + यो तीनटालाई चाहिँ जोड्दिनु पर्यो है R1 निकाल्दा नि जस्तो मैले R2 निकाले रे साथी R2 निकाल्दा भन्नुस् त के हुन्छ R2 भनेको कुनको बीचमा छ R12 इन्टु चाहिँ कुन छ R23 को बीचमा छ R23 अपन यो तलको चाहिँ चेन्ज हुँदैन क्या तीनटालाई यसलाई र यसलाई तीनैवटालाई चाहिँ एड गर्दिने
R13 प्लस R23 प्लस R13 भयो है, R2 को कुराहरू भयो। त्यसै गरी मैले चाहिँ के गरेँ भने R3 को कुरा गर्दैछु भने R3 भनेको कुन हो भन्नुहोस् त साथी, यो हो नि त होइन हो। R3 को जहिले पनि कुनको बिचमा छ हेर्नुहोस् त, R13 र R23 को बिचमा छ भनेपछि के गर्नु पऱ्यो, R13 इन्टु R23 भयो हो कि नै। अब पनि के हुने भयो भन्दाखेरि हेर्नुहोस् त, यो प्लस यो गर्नु पऱ्यो होइन हो, R13 अनि त्यसपछि प्लस हाम्रो चाहिँ R23 प्लस हाम्रो R12 गर्नु पऱ्यो होइन, ठिक छ। अथवा यो माथिको सेम हुन्छ क्या, हेर्नुहोस् त स्टारमा के हुन्छ, डिनोमिनेटर सेम हुन्छ, यहाँ चाहिँ के हुन्छ, न्युमरेटरहरू चाहिँ सेम हुन्छ, हेर्नुहोस् त न्युमरेटरहरू सेम हुन्छ। ल यसरी चाहिँ हामीले चाहिँ एउटा डेल्टा छ भने यो डेल्टालाई चाहिँ स्टारमा यसरी हामीले कन्भर्जन गरेको हुन्छ। यो फर्मुला पनि तपाईँले अप्लाई गर्न जान्नु पऱ्यो, यसको लागि म अहिले न्युमेरिकल भनिदिन्छु है त। ल यति कुराहरू तपाईँले यो थाहा पाउनुभयो भने चाहिँ अब चाहिँ मैले नोड भनेर लेखिदिन्छु। नोडमा चाहिँ के लेख्छु भन्दाखेरि चाहिँ साथी हो, जहिले पनि हामीले चाहिँ सर्किटमा सबैभन्दा पहिलो नम्बरमा मैले ल अर्को पेन युज गर्छु। सबभन्दा पहिला चाहिँ हाम्रो स्टार डेल्टा कन्भर्जन गर्दैछु भन्दाखेरि चाहिँ हेर्नुहोस् है, नर्मल एउटा मात्रै डेल्टा छ भने 1 डेल्टा छ भने स्टार बनाउँदा पुग्छ, स्टार बनाएर सल्भ गर्दा हुन्छ है, गर्दा हुन्छ। यदि सर्किटमा एउटा छैन अरे दुईटा डेल्टा आयो अरे, दुईटा डेल्टा आयो भने चाहिँ एउटाले सल्भ गर्दा पुग्छ। एउटा डेल्टामा के लगाउनु पऱ्यो हामीले, स्टार कम्बिनेसन लगाउने, स्टार लगाए पुग्छ है, ठिक छ। अब जस्तो सर्किटमा कहिले के हुन्छ 3 वटा डेल्टा आइदिन्छ क्या। ल 3टा डेल्टा चाहिँ जहिले पनि 3 डेल्टाको बिचमा चाहिँ के हुन्छ, बिचमा 3वटा डेल्टा आयो भने 3टा डेल्टाको बिचमा जहिले पनि एउटा स्टार हुन्छ क्या, स्टार हुन्छ होइन, हुन्छ। त्यो स्टारलाई चाहिँ हामीले सल्भ गर्यो भने त्यो स्टारलाई डेल्टामा कन्भर्ट गर्यो भने डेल्टामा कन्भर्ट गर्ने है, यो गर्यो भने प्रब्लम सल्भ हुन्छ। 4मा चाहिँ कहिले के आउँछ भने 4वटा डेल्टा आउँछ साथी, 4वटा डेल्टा आउँछ भने अपोजिट साइडको गुणे होइन, अपोजिट साइडको 2वटा डेल्टालाई डेल्टामा स्टार लगाउने है। ल यसरी 4वटा जति सोध्यो भने चाहिँ यसरी गर्नुपर्छ भन्ने कुरा मैले यहाँ लेखिदिएको छु है त। ल एउटा डेल्टा आयो भने डाइरेक्ट स्टार बनाएर चाहिँ सल्भ गर्दा पुग्छ, केही फरक पर्दैन। जस्तो सर्किटमा कहिले काहीँ 2टा डेल्टा हुन्छ क्या, 2टा डेल्टा भनेको यतापट्टि डेल्टा हो नि त होइन, यसरी एउटा ट्रायंगल यतापट्टि आएको छ, अर्को ट्रायंगल चाहिँ यतातिर यसरी आइरहेको हुन्छ क्या, 2टा आयो भने चाहिँ एउटालाई सल्भ गरे पुग्छ होइन, त्यस्तो टाइपको क्वेसन म गरिदिन्छु। अनि जस्तो 3वटा डेल्टा आयो भने 3वटा डेल्टाको बिचमा जहिले पनि एउटा स्टार हुन्छ, त्यो स्टारलाई सल्भ गर्यो भने चाहिँ हामीले 3टा डेल्टा चाहिँ प्यारललमा गएर चाहिँ हामीले सल्भ गर्न सक्छौँ। अनि 4वटा डेल्टा आयो भने जहिले पनि अपोजिट साइडको त्यो क्या, यो साइडमा छ भने यो साइडतिरको यो दुईटाले लगाउने, कि चाहिँ यो साइड र यो साइड छ भने चाहिँ हामीले के गर्नु पऱ्यो, यो दुईटा साइडको लागि हामीले चाहिँ के गर्नु पऱ्यो, एट अ टाइम चाहिँ हामीले स्टार लगाउनुपर्छ है, एउटै टाइममा लगाउनुपर्छ है भन्नाले मतलब यो दुईटालाई चाहिँ सल्भ गर्नुपर्छ भन्नु खोजेँ है त। ल यति भयो भने चाहिँ हामीले चाहिँ स्टार डेल्टा कम्बिनेसनको हामीले हिसाबहरू गर्न सक्छौँ। तर त्योभन्दा पहिला तपाईँहरूले चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ स्टार डेल्टा हामीले कतिखेर युज गर्छौँ भन्दा जब हाम्रो कुनै पनि सर्किटमा चाहिँ सिरिज र प्यारलल कम्बिनेसन हुँदैन नि त होइन हो, त्यो बेला चाहिँ हामीले के गर्छौँ, स्टार डेल्टा कम्बिनेसन चाहिँ हामीले युज गर्छौँ है त। ल यति बुझ्नुभयो भने चाहिँ अब एउटा म प्रब्लम चाहिँ सल्भ गर्न गइरहेको छु। मैले चाहिँ स्टार डेल्टाको केही प्रब्लमहरू चाहिँ ल्याएर चाहिँ आएको छु होइन, त्यो चाहिँ कतिवटा भने चाहिँ लगभग मैले 4वटा जति चाहिँ क्वेसनहरू ल्याइदिएको छु डिफ्रेन्ट प्याटर्नहरूको चाहिँ। सो त्यसमा मैले कसरी चाहिँ स्टारलाई डेल्टामा अप्लाई गर्ने, डेल्टालाई स्टारमा अप्लाई गर्ने भन्ने कुराहरू चाहिँ भनिदिन्छु। सबभन्दा पहिला क्वेसन नम्बर 1 हेर्नुहोस् त, यहाँ चाहिँ के छ भने मैले अगाडि नै भनेको थिएँ नि होइन, हाम्रो चाहिँ यदि क्वेसनमा 2वटा जति डेल्टा हेर्नुहोस् त, डेल्टा र स्टार कतिखेर थाहा पाउने भन्दा जब कुनै सर्किटमा हेर्नुहोस् त यहाँबाट चाहिँ हाम्रो के भएको छ, यहाँबाट एउटा तार आएको थियो, यहाँसम्म कनेक्सन भयो, यहाँबाट चाहिँ ब्रान्चहरू छुट्टियो हो, यहाँ छुट्टिसकेपछि त्यो ब्रान्चहरू इन्ड कुनमा भएको छ हेर्नुहोस् त, अर्को इन्डमा गएर इन्ड भएको छ, यहाँबाट फेरि ब्रान्चहरू छुट्टिएको छ है। यस्तो टाइपमा चाहिँ हामीले प्यारलल पनि छ भन्न मिल्दैन, सिरिज पनि छ भन्न मिल्दैन है, यसलाई चाहिँ स्टार डेल्टा कम्बिनेसनहरू युज गर्नुपर्छ। त्यसको लागि यो हाम्रो लागि एउटा डेल्टा हो, यो हाम्रो लागि अर्को डेल्टा हो नि त होइन, भनेपछि सुरुको डेल्टालाई हामीले के गर्नु पऱ्यो, यसरी स्टार बनाउनु पऱ्यो बिचमा होइन, त्यसपछि फेरि यहाँबाट माथितिर जाने यसरी अर्को स्टार बनाउने, त्यसपछि गएर के गर्ने, अब यसरी अर्को स्टार बनाउने भनेपछि यो R1 भयो, यो मेरो लागि R2 भयो, यो मेरो लागि R3 भयो है। यसरी चाहिँ मैले कन्भर्ट गर्नु पऱ्यो। यति मैले कन्भर्ट गरेँ भने बाँकी कुराहरू चाहिँ आफै सल्भ हुन्छ क्या है, सल्भ गर्दै जाने। अनि सिरिज र प्यारलल कम्बिनेसन युज गर्दै गयो हुन्छ। सबभन्दा पहिलो क्वेसन थियो, मैले सबभन्दा पहिला चाहिँ यो क्वेसन अलिक गरिदिन्छु एकछिनमा है त, कसरी चाहिँ स्टारमा लगाउने भन्ने कुरामा अनि कन्फ्युज हुनसक्छ नि त। सो यो कुराहरू म यो क्वेसन नम्बर 1 म अहिले सल्भ गरिदिन्छु है। अब क्वेसन नम्बर 2 मा के छ भने, क्वेसन नम्बर 2 मा पनि 2-3टा तरिकाले सोध्न मिल्छ है त। मैले के भन्दैछु, यहाँ चाहिँ हाम्रो के थियो, 2टा जति हाम्रो डेल्टा थियो, त्यही भएर एउटालाई स्टार बनाए पुग्यो। यहाँ चाहिँ के छ हेर्नुहोस् त, एउटा यो डेल्टा छ, एउटा यो डेल्टा छ 2टा, एउटा यो छ 3टा डेल्टा छ है हो। मैले अघि के भनेको थिएँ भने
तीनवटा डेल्टा आउँछ भने डेल्टाको बिचमा जहिले पनि एउटा स्टार बनेको हुन्छ हेर्नुहोस् त, यो एउटा स्टार हो, यो एउटा स्टार हो, एउटा स्टार हो कि नै हो। यो बिचको स्टारलाई चाहिँ हामीले यसरी चाहिँ डेल्टामा हामीले कन्भर्ट गरिदियौँ भने हाम्रो प्रब्लम चाहिँ सल्भ हुन्छ है त। यसरी चाहिँ हामीले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ डेल्टामा के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ कन्भर्ट गर्नु पऱ्यो है। हेर्नुहोस् त, यसलाई चाहिँ R12 भने यसलाई R13। यो मैले इक्जाम्पलको लागि राखेको क्वेसन भएको कारणले गर्दा मैले रेजिस्टेन्सहरूको भ्यालु चाहिँ राखेको छैन। रेजिस्टेन्सहरू याजुङ गरेर 2 3 4 जति हुन्छ राखेर चाहिँ आफै सल्भ गर्न सक्नुहुन्छ है। R12 R13 R23 गरेर चाहिँ हामीले यसरी त गरेको थियौँ नि अगाडि, हो यसरी गरेर चाहिँ अब बिचको चाहिँ स्टारलाई हटाइदिने। अब चाहिँ हाम्रो के भयो, यो डेल्टा र यो डेल्टा भयो प्याराललमा छ, यो डेल्टा प्याराललमा छ, यो डेल्टा र यो डेल्टा के भयो प्याराललमा छ भने चाहिँ हामीले यसरी सल्भ गर्न सक्छौँ एकदम स्मार्ट टेक्निक युज गरेर है त। ल हेर्नु, तर यो क्वेसनमा हामीले अहिले के हुन्छ भन्दा चाहिँ एसीमा निकाल भनेर सोधेर होइन हो। यो क्वेसनले चाहिँ यतापट्टिकोले चाहिँ एसीमा चाहिँ हामीलाई निकाल भनेर सोधिरहेको थियो होइन। रेजिस्टेन्सको भ्यालु एसी कम्बिनेसनमा निकाल भनेपछि हामीले यसरी चाहिँ स्टार बनाउनु मिल्छ। तर हामीलाई चाहिँ के भन्यो भने यहाँ क्वेसन हेर्नुहोस् त, हाम्रो एबीमा यसरी निकाल भनेर सोधेको क्या। यहाँ चाहिँ के भने एबीमा निकाल भन्यो। एबीमा निकाल भनेपछि हामीले त्यसरी स्टार बनाउनु मिल्दैन साथी हो है। यसरी स्टार बनाउँदाखेरि हेर्नुहोस् त, यो त पुरा चाहिँ के भयो, एबी नै टर्मिनलै गायब हुन्छ नि त होइन। हामीले चाहिँ स्टारलाई चाहिँ डेल्टामा कन्भर्ट गर्दा के हुन्छ, टर्मिनल पुरै गायब हुन्छ नि त है। हो त्यो भएर चाहिँ हामीले के गर्छौँ भने यसलाई फेरि यसलाई पनि के गर्छौँ, यसरी चाहिँ स्टारमा यतातिर पनि हामीले स्टार लगाउनुपर्छ यसरी, अनि यतातिर पनि के गर्नुपर्छ हेर्नुहोस् त, यतातिर पनि हामीले के गर्नुपर्छ यसरी चाहिँ स्टार लगाउनुपर्छ क्या साथी हो। अब यहाँ चाहिँ मजाले स्टार लगाउने है, ठिक छ, स्टार लगाउनु पऱ्यो क्या, बुझ्नुभयो नि। यो क्वेसनमा हामीले के थियो भन्दाखेरि चाहिँ हेर्नुहोस् त, डाइरेक्टली हामीले एसीमा निकाल भनेको थियो, त्यही भएर चाहिँ हामीले बिचको चाहिँ हामीले स्टारलाई चाहिँ डेल्टामा कन्भर्ट गरेर सल्भ गर्दा पुग्थ्यो है। डेल्टा कन्भेन्सन युज गर्दा हुन्थ्यो होइन। म यहाँ डेल्टा कन्भेन्सन युज गर्दिनँ, म तिनटैमा स्टारै लगाउँछु भन्न नि मिल्छ क्या। तिनटैमा लगाउनु पर्दैन, कुनै दुइटामा लगाउँदा पुग्छ है त। दुइटामा लगाउँछु हुन्छ भन्न नि पाइन्छ है। यसो यो तरिकाले चाहिँ यता गरेर तरिकाले चाहिँ होइन म गर्दिनँ, सजिलो छ, किन त्यसरी बिगार्नु भनेर चाहिँ सिधै एकैचोटि चाहिँ स्टार लगाउनु भयो भने पनि पुग्छ। के अरे मतलब डेल्टा कम्बिनेसनमा कन्भर्ट गर्नुभयो भने पनि पुग्छ है त यो क्वेसनमा। तर एबी भनिसकेपछि यहाँ चाहिँ हामीले त्यसरी चाहिँ म एकैचोटि डेल्टामा कन्भर्ट गर्छु भन्न मिल्दैन। किन मिल्दैन भन्दा यो बिचको हेर्नुहोस् त, यो र यो रेजिस्टेन्स तिनवटा त हाम्रो स्टारमा छ भनेपछि हामीले स्टारलाई डेल्टामा कन्भर्ट गर्दा स्टार त पुरै डेल्टामा कन्भर्ट हुन्छ नि त होइन। हो त्यही भएर चाहिँ हामीले यहाँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यतातिरकोलाई स्टार बनाउने, यतातिरको स्टार बनाउनुपर्छ। त्यो दुइटालाई स्टारमा सल्भ गऱ्यो भने चाहिँ बाँकी प्रब्लम सल्भ हुन्छ है त। अनि अर्को 3 नम्बरमा क्वेसन कस्तो छ नि, यो पनि इम्पोर्टेन्ट क्वेसन हेर्नुहोस् त। यहाँ यस्तो टाइपको आयो क्या, सर्किट आयो। अब यसलाई चाहिँ कसरी युज गर्ने भन्ने कुरामा हेर्नुहोस् त, यहाँ चाहिँ 1 2 3टा छ नि हेर्नुहोस् त, क्लोज लुपमा छ, यो पनि हाम्रो डेल्टा छ, यो 3टा छ, यो पनि हाम्रो के छ डेल्टा छ भनेपछि यो यहाँ पनि अब के भयो, दुईवटा डेल्टाको कम्बिनेसन हामीले चाहिँ अगाडि गरेको जस्तै भयो क्या, 1 नम्बरको जस्तै भयो होइन। हो यसरी चाहिँ एउटालाई चाहिँ हामीले स्टारमा कन्भर्ट गऱ्यो भने यो पनि सल्भ हुन्छ, बुझ्नुभयो नि होइन। ओके, त्यसपछि अर्को 3 नम्बरमा हेर्नुहोस् त। 3 नम्बरमा के छ 3 त भइहाल्यो। 4 नम्बरमा हेर्नुहोस् त, 4 नम्बरमा चाहिँ यो 2021मा सोधेको क्वेसन हो। यहाँ चाहिँ बीसीमा चाहिँ निकाल भन्छ, यहाँ चाहिँ एबीमा निकाल भन्छ है। यस्तो क्वेसनमा एबी भन्छ, यहाँ चाहिँ बीसी भन्छ, यसरी चाहिँ बीसीमा निकाल भन्छ। मेरो 1 नम्बरको क्वेसन चाहिँ यस्तो थियो। यसमा चाहिँ के छ भने हेर्नुहोस् त, दुईवटा डेल्टा आउँछ नि, दुईवटा डेल्टा आउँछ नि, जहिले पनि के गर्नुपर्छ भने चाहिँ मैले यहाँनिर एउटा भित्र स्टार बनाउने यसरी होइन। स्टार बनाउनु त अब आउँछ होला, यसरी स्टार बनाउनु पऱ्यो क्या ठ्याक्कै तरिकाले होइन। वाइ सेपमा मैले बनाएँ, यसलाई मैले R1 भने, यसलाई मैले R2 भने, यसलाई मैले R3 भने है त साथी हो। त्यसो भएपछि हेर्नुहोस् त, माथि चाहिँ के गर्नु पऱ्यो भनेपछि हामी चाहिँ स्टार टु डेल्टा कन्भेन्सन युज गर्दैछौँ भने चाहिँ सबैभन्दा पहिला हामीले कुन अप्लाई गरिरहेको छु भनेर भन्नु पऱ्यो क्या होइन। हियर ल यहाँ चाहिँ सोल्युसन भनेर चाहिँ लेखौँ ल, सोल्युसन हियर हेर्नुहोस् त, हियर 1 ओहम अनि त्यसपछि 2 ओहम एन्ड 4 ओहम आरइन केमा छ, आरइन हेर्नुहोस् त, यो भने के हो डेल्टा कन्भेन्सन छ, डेल्टा होइन कम्बिनेसनमा छ। अनि हामीले यसलाई के गर्नु पर्यो, टु कन्भर्टिङ डेल्टा टु स्टारमा चाहिँ हामीले कन्भर्ट गर्नलाई हामीले चाहिँ R1 चाहियो नि त होइन। हेर्नुहोस् R1 चाहियो, सबभन्दा पहिला R1 चाहियो। R1 मैले कसरी निकाल्ने भनेको थिएँ साथी हो, R1 निकाल्नको लागि R1 हो नि, R1 को लागि हेर्नुहोस् त हामीले चाहिँ के गर्नु पऱ्यो, साइडतिरको हेर्नुहोस् त, R1 को साइडतिरकोलाई मल्टिप्लाई गर्ने भनेपछि कति छ 1 × 4 लाई मैले माथि मल्टिप्लाई गरेँ। अपन के गर्नु पऱ्यो हेर्नुहोस् त, अब तिनटैले जोडिदिने 1 + 4 + 2 गर्नु पऱ्यो क्या साथी हो है। यो गर्दाखेरि कति आउँछ भ्यालु हेर्नुहोस् त, यो भने कति हो माथिको 4 भयो, 4 अपन कति भयो हेर्नुहोस् त, 1 + 4 भने कति हो 6 7 भयो, 4/7 आउँदो रहेछ हो। यो चाहिँ 4/7 ओहम आयो, बुझ्नुभयो होला। त्यसपछि 2मा हेर्नुहोस् त, मैले R2 निकाल्नु पऱ्यो है। R2 भनेको कुन हो, यो टप हो नि त, यो टपको लागि गर्नु यो दुईटाको हेर्नु पऱ्यो क्या। हेर्नुहोस् त R2 को साइडतिरको कुन छ, साइडमा एउटा 1 ओहम छ, अर्को चाहिँ कति छ 2 छ। अपन तलको सबै जोड्ने भनेपछि 7 भयो भनेपछि कति हो 2/7 ओहम भयो
है। अर्को 3 नम्बरमा हामीले के निकाल्नु पर्यो R3 निकाल्नु पर्यो। R3 को लागि हेर्नुस् त R3 भनेको साइडतिर कति हो 2 * 4 भनेपछि 2 * 4 अपन कति भयो तल त 7 नै हुने भयो भनेपछि कति हुने भयो 2 * 4 भनेको कति हो 8/7 भयो यति ओम आयो भनेपछि नाउ यदि हामीले गर्यो भने चाहिँ अब माथिको सर्किटलाई हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ अब अहिलेको जुन डेल्टालाई हटाएर हेर्नुस् त यो त ए भन्ने पोइन्ट आइसकेको छ नि त हैन। ए भन्ने पोइन्टबाट कसरी गयो एउटा R1 रेजिस्टेन्स यसरी गयो साथी हो R1 गएको छ R1 को भ्यालु चाहिँ हाम्रो 4/7 आयो ओम आयो। R2 कसरी गएको छ यसरी गएको छ हो कि नै R2 यसरी गएको छ R3 कसरी गएको छ यसरी गएको छ क्या है। यो जसरी सेप छ त्यही अनुसारले चाहिँ हामीले के गर्नु पर्यो बनाउनु पर्यो। अनि अर्को कस्तो छ यस्तो छ फेरि यसरी गएको छ हैन र ल हेर्नुस् यसरी गएको छ हो यसको भ्यालु कति छ हेर्नुस् त यसको भ्यालु 2/7 ओम छ यसको भ्यालु कति छ 8/7 छ अनि यसको भ्यालु कति छ हेर्नुस् त यो भनेको 2 ओम छ हो यो कति छ 3 ओम छ यो चाहिँ कति छ 5 ओम छ। ल यो साइडबाट हामीले यसरी सल्भ गर्यौं हैन। सेम तरिकाले चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ साथी हो हैन यो साइडबाट हामीले सल्भ गर्यौं अब चाहिँ यो भने बी पोइन्ट छ भनेपछि यतापट्टि साइडमा पनि हामीले सल्भ गर्नु पर्यो क्या है। यतापट्टि साइडमा पनि हामीले सल्भ गर्नु पर्यो किन भन्दा यहाँ पनि हाम्रो फेरि डेल्टा कम्बिनेसन फर्मेसन भइहाल्यो नि त हैन हो डेल्टा कम्बिनेसन फर्मेसन हुन्छ भने अब फेरि यसलाई सल्भ गर्नु भन्दा चाहिँ बेटर के हुन्छ भने यतापट्टिकोलाई सल्भ गर्ने क्या अर्को साइडबाट सल्भ गर्ने। अर्को साइडमा फेरि यसरी चाहिँ के गर्नु पर्यो भन्दा चाहिँ R1 R2 R3 गरिसके चाहिँ R4 गरौँ यताबाट चाहिँ हामीले के ल्याउँछौँ भन्दा चाहिँ R5 ल्याउँछौँ है R5 ल्याउँछौँ र यतापट्टि के लिन्छौँ हामीले R6 लिन्छौँ। हेर्नुस् त फेरि हाम्रो कति भयो 3 2 र 5 केमा छ भन्दा चाहिँ फ्रम अबभ हेर्नुस् त 3 ओम 2 ओम एन्ड 5 ओम आर इन डेल्टा कम्बिनेसनमा छ 2 कन्भर्ट हामीले चाहिँ के गर्नु पर्यो डेल्टा टु स्टारमा चाहिँ हामीले कन्भर्ट गर्नले के गर्नु पर्यो भन्दाखेरि चाहिँ हेर्नुस् त R4 को भ्यालु निकाल्नु पर्यो है। R4 को भ्यालु कसरी निकाल्ने R4 भनेको साइडतिरको मल्टिप्लाई गर्ने 2 * 5 बाइ सबैलाई जोडिदिने 2 + 3 + 5 गर्ने भनेपछि 25 10 अपन कति हुन्छ 5 3 8 9 10 भनेपछि कति आयो 1 ओम आयो। फेरि R5 त्यसरी निकाल्ने R5 भनेको 3 * 2 हुन्छ साइडतिरको साइड हेर्नु अपन 10 भयो भनेपछि 3 गुणा 6/10 भयो। अनि त्यसै R6 हेर्नु पर्यो R6 भनेको हेर्नुस् त 3 * 5/10 भनेको कति भयो 15/10 ओम भयो है यसरी आयो भनेपछि यति आयो भने अब चाहिँ हाम्रो सर्किट के गर्नु पर्यो भने मैले यसलाई चाहिँ यहाँ लेखिदिन्छु ल है यति भयो भनेपछि न हाम्रो सर्किट चाहिँ कस्तो हुने भयो हेर्नुस् त पहिलाको जस्तै यसलाई चाहिँ जस्तै नै राखिदिनुहोस् हैन। यसलाई चाहिँ के हामीले कन्भर्ट गर्नुपर्ने आवश्यकै छैन है। यहाँसम्म भने अब हेर्नुस् त यो पोइन्टबाट चाहिँ हाम्रो चाहिँ के यो पोइन्टबाट हेर्नुस् त यहाँ पोइन्टमा आइपुग्यौं क्या यो पोइन्टबाट हाम्रो अब यो डेल्टाले हेर्ने हैन क्या यो डेल्टा र यो डेल्टाको भ्यालुलाई हेर्ने हैन हामीले चाहिँ अब यो रातो लगाएको यो चीजलाई मात्र हेर्नु पर्यो है रेडलाई मात्र हेर्नुस् त रेड लाइन भनेको अब यो पोइन्टबाट कसरी गएको छ हेर्नुस् त यसरी गएको छ R5 यसरी गएको छ है। यो पोइन्टबाट R6 कसरी गएको छ हेर्नुस् त एकरे R4 यसरी गएको छ एउटा पोइन्टमा गएको होला यसरी हैन यहाँ अलिकति तेर्सो भएन है। अनि अर्को R6 चाहिँ कसरी गयो यसरी गएको छ क्या साथी है। अनि यसरी चाहिँ यो बी पोइन्ट भयो यो ए पोइन्ट भएको यहाँसम्म बुझ्नु होला है। यहाँसम्म बुझ्नु भयो हेर्नुस् त यसको भ्यालु कति छ भन्दा चाहिँ 4/7 छ यसको 2/7 छ यसको चाहिँ कति आयो हाम्रो R5 को भ्यालु भनेको चाहिँ हेर्नुस् त 6/10 आएको थियो R4 भनेको चाहिँ 1 आयो यो भनेको कति भयो हाम्रो भन्दा चाहिँ 8/7 छ अनि यो चाहिँ कति छ भन्दा चाहिँ 15/10 छ है। यति त अनि यो सबै ओममा हुन्छ है रेजिस्टेन्स ओममा हुने भयो यो कुराहरु चाहिँ आफै पनि थाहा पाइहालिन्छ है त। ल यति भयो भने अब हेर्नुस् त अब माथिको सर्किटमा सिरिज प्यारलल छ कि छैन हेर्नु पर्यो क्या। यहाँ कसरी थाहा हुन्छ सिरिज प्यारलल हेर्नुस् त यो दुईटा के छ सिरिजमा छ यो दुईटा सिरिजमा सल्भ गर्ने यो पनि दुईटा के छ सिरिजमा छ भनेपछि सिरिजमा सल्भ गर्नुस् त सिरिजमा सल्भ गर्दा के हुन्छ भन्दा चाहिँ हेर्नुस् त नाउ हामीलाई चाहिँ के थाहा भयो भन्दा चाहिँ हेर्छ 2/7 + 6/10 एउटा भयो एउटा सिरिजमा छ यसको भ्यालु कति आउँछ भन्ने कुरा हेर्नु पर्यो हेर्नुस् त यो लेख्ने क्या 2/7 एन्ड के रे 6/10 आर इन सिरिज लेख्नु पर्यो क्या सिरिज लेख्ने यो सिरिजमा भएपछि के हुन्छ R इक्विभ्यालेन्ट = यो हो तरिकाले लेख्ने कति हुन्छ हेर्नुस् त 2/7 हैन प्लस कति हुन्छ हाम्रो भन्दा चाहिँ 6/10 गर्नु पर्यो 6/10 गर्नु पर्यो यो गर्दा कति भयो सरी 6/10 गर्दा हेर्नुस् त 31/35 भयो ओम आयो। त्यसपछि फेरि के गर्नु पर्यो अल्सो हेर्नुस् त हाम्रो के छ 8/7 एन्ड 1 आर इन केमा सिरिजमै छ भनेपछि के गर्नु पर्यो R इक्विभ्यालेन्ट = फेरि 8/7 + 1 गर्नु पर्यो 8/7 + 1 गर्दा 8/7 हेर्नुस् त प्लस मैले 1 गर्नु पर्यो भनेपछि कति आयो 15/7 आयो 15/7 ओम आयो।
यति आयो भने चाहिँ अब माथिको सर्किटलाई के गर्नु फेरि ड्र गर्नु पऱ्यो रिड्र गर्दाखेरि हेर्नुहोस् जहिले पनि मैले सिरिज सल्भ गर्दैछु भने सिरिज र सिरिज सल्भ गर्दा केमा आउँछ प्याराललमा आउँछ हामीले पहिला नै भने भने प्याराललमा कसरी आउँछ सिधै सिम्पल तरिकाले यसरी लेखिदिनु न सजिलो हुन्छ नि हैन ल यसरी लेख्नुभयो भने अब चाहिँ के भयो भन्दा चाहिँ यसरी भयो भने यहाँ ए भयो यहाँ चाहिँ हाम्रो बी छ भनेपछि यो कति आयो 31/35 आयो यो चाहिँ कति आयो 15/7 आयो यहाँ चाहिँ हाम्रो कति छ भन्दा 4/7 छ अनि यहाँ चाहिँ कति छ 15/10 छ है ल 15/10 यति कुराहरु जान्नुभयो अब चाहिँ के छ हेर्नुस् त यो दुईटा चाहिँ प्यारालल छ प्यारालल सल्भ गरे सिरिजमा आइहाल्छ अनि त्यसपछि गएर यो सिरिजमा तीनटै जोडे भइहाल्छ है यति गर्यो भने चाहिँ हाम्रो एसी को चाहिँ आर एसी आउँछ एबी आउँछ सरी आर एबी इक्वल टु आउँछ अनि के गर्नु पर्यो अब यो हेर्नुस् त यहाँनेरको कुन भ्यालु भन्दा चाहिँ यो भ्यालु र यो भ्यालु के छ प्याराललमा छ यो दुईटा प्यारालल सल्भ गर्दा केमा जान्छ प्यारालल सल्भ गरेर सिरिजमा जान्छ सिरिजमा गइसकेपछि यो प्लस यो तीनटैलाई जोडिदिने तीनवटा जोडेपछि के हुन्छ भन्दा चाहिँ एसी को आर इक्विभ्यालेन्ट आउँछ है अब यो कसरी गर्ने भन्ने कुरा आउँदैन भने सुरुमा मैले चाहिँ प्यारालल एन्ड सिरिज कम्बिनेसनको एउटा मैले न्युमेरिकल राम्रोसँग बुझाएर राखिदिएको छु त्यो न्युमेरिकल हेर्ने त्यसपछि मात्रै जानिन्छ नभए जानिन्न है यो भिडियोमा मैले भन्न थाल्यो भने चाहिँ एकदमै लामो हुन्छ त्यही भएर चाहिँ मैले आजलाई चाहिँ यति नै गरिदिएँ अनि स्टार डेल्टाको अरू भिडियोहरू चाहिँ मतलब अरू क्वेसनहरू चाहिँ तपाईँहरूले ट्राई गर्नु होला अनि आएन भने चाहिँ मलाई पर्सनली मेसेज गर्नु होला है मैले कमेन्टमा चाहिँ मेसेज गरेको मान्छेलाई कमेन्टमा रिप्लाई दिन चाहिँ मिल्दैन सल्भ गरेर अनि त्यही भएर चाहिँ मलाई पर्सनल मेसेज गर्न सक्नुहुन्छ मैले त्यहाँ चाहिँ सल्भ गरेर राखिदिन्छु है त अनि जसले चाहिँ मेसेज गर्नुभएको छ म उहाँहरूलाई मात्रै यो क्वेसनहरू बाँकी नआएको क्वेसनहरू अरू कुनै छ भने त्यो क्वेसनहरू चाहिँ मैले पठाइदिन्छु गरेर सल्भ गरेर पठाइदिन्छु यदि चाहिँ मेसेजै गर्नु भएन भने त सल्भ गर्नुपर्ने कुरा नै रहेन है यति भन्दै अहिलेलाई चाहिँ यति नै गर्छु बाँकी चाहिँ अर्को भिडियोमा भेटौँ न त्यतिन्जेलसम्मको लागि चाहिँ यो भिडियोहरू चाहिँ राम्रोसँग हेर्नु होला भन्दै म बिदा हुन्छु हस् त नमस्कार